गाइस दसैँ तिहार सकेको सँगसँगै यहाँ चाहिँ धान काट्ने मेला चल्यो के अरे यहाँको पिङ निकालेको छ यार नभए खेल्नु हुन्थ्यो नि और एकचोटि खेल्न नपाइकन डोरी नै निकालिदिएछ हेर यहाँ चाहिँ ल मारी धान काटेर धान के गरेको यो के भन्छ के धम्मा धान हार्निँदैछ है यहाँ अर्का पनि चाहिँ छैन निकाले जस्तो डोरी नै निकाल्दैछ क्या एकचोटि खेल्न पाइएन हौ यो पिङ बाफरे ओहो बालपन याद आयो तपाईँलाई याद आयो यो बहिनीहरू देखेर हामी पनि यसरी नै चौर देखेँ कि गएर भाँडकुटी खेल्ने कतिजना मम्मी कतिजना ड्याडी कतिजना छोराछोरी परेर खेल्नु भएको छ गाइस म चाहिँ बुढी बनेर खेल्थेँ खालि ल बहिनीहरूले पिकनिकै गर्न ला रहेछ पिकनिक गर्दा चाहिँ ठ्याक्कै हामी 3 जना साथीलाई सम्झिन्छु म हाम्रो घरमा मोमो बनाएर माथि छतमा गएर पुरा खान्थ्यौँ कि जिउस यहाँनिर चाहिँ हामीले पुरानो हामीले गर्ने यस्तै गर्छ है हाम्रो पहिला बसेको जरी के थपिँदैछ अझ बहिनीहरू के अरे हाम्रो पहिला गर्ने जस्तै हुन्छ कि यहाँ चाहिँ बच्चाहरू बाहिरतिर खेल्ने यताउता हुन्छ पहिला हामी बसेको ठाउँमा त बच्चाहरू नै हुन्न क्या त्यही माथि बाटो मात्रै हुन्छ खेल्ने ठाउँ खास चाहिँ हुँदैन नि त तिनीहरूको ल यहाँनिर तिहार सिद्धि झिलमिल निकाल्दै हुन्छ बुवाले यो घरमा नै आज निकाल्यो तिहार पनि सकियो छठ सकिया छैन हौ आज हो छठमा त अहिले नाच्न जानुपर्छ नाच्न आमा फोरको गाडी आएको थियो कि आएको थिएन त्यो फोर सिटी नै पुगेको छैन सबैले किन निकालेको त है हामी त उहाँदेखि फोर पो निकाल्न आएको त नि के अन्त जाउँ ननिकाल्ने क्या राख्ने त आज बार पऱ्यो भनेर सबैले गरे होला हो चाहिँ ठाउँमै धान चुट्ने कार्यक्रम भइरहेछ ऊ पर बुवा आमाले पनि पुरा धान चुट्दै हुनुहुन्छ यहाँ पनि धान चुट्दै हुनुहुन्छ यिनीहरू अझै छ काटेर धान चुट्नु बाँकी नै छ यो चाहिँ हाम्रो अलि लोकलवासीहरू छ कि यहाँनिर अनि सबै ट्रेडिसनलै कुराहरू हुन्छ हौ खै के हो यस्तो हेर्नु न यहाँ यस्तो पुरानो जमानाको घरहरू अघि यहाँ पनि तपाईँहरू देख्नुभएको भयो होइन पक्नु आइरहेछ यो त झन् यस्तो दामी ठाउँ छ नि यो हेर्नु त यो घर ठ्याक्कै पुरानो ट्रेडिसनल छ क्या म तपाईँहरूलाई देखाउँछु पक्नु है हेर्नु न यत्रो ठुलो जग्गा छ अनि बिचमा यो घर मात्र त्यही पनि पुरै ट्रेडिसनलकै यहाँ चाहिँ चामल मात्रै राख्नुहुन्छ भुइँचालोको डरले होला आमा बुवाहरूले पुरा यहाँ पनि गर्दै हुनुहुन्छ यस्तो औतारी चाहिँ को हुन्छ हौ जिन्दगीमा त्यो पसलबाट लग्यो होइन किन्ने राखी अनि होस् नखाने रे अनि फेरि लिएर जाने बेच्यो त्यो यस्तो बेच्यो छ कि हेरेर अझ हेर्नु नि एउटा फिल्म आज किनेर बाबुको सुगर पर्छ अरे देखाएर खान सक्दिनँ अरे यो हेर्दा हुन्छ आइसक्रिम नै होइन हौ खालि फिल्मिङ हो कुन फ्लेभर हो देखाएन हेर्न स्ट्रबेरी पर्ला नि तँलाई मन पर्दैन नि स्ट्रबेरी देखाइ छैन होइन 20% लग्यो प्राइस एउटै हुन्छ न त बटरस्कच चाहिँ मिठो हुन्छ हौ यहाँ बटेजको चाहिँ छैन तँलाई कहाँ हो बटेजको ल्याउन हो र दिसार हालेर खा भ्यानिलामा पनि छैन त्यही छ भ्यानिला भ्यानिला म्यानिला कि खाने कि नखाने भन् न तेरा मात्रै मुख छ अनि तँले मात्रै खान्छ जस्तो नखाने त प्लिज खोलेर दे एउटा नखान प्लिज मलाई दे न तेरो भाग खाइदिएको छु नि त कागजमा चाहिँ म राख्छु ल चट 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 अब हाम्रो यहाँ तल खोला छेउमा छठ मनाउन लागेछन् क्या साथी यसो के रहेछ नतिजा भनेर हामी हेर्न जान्छौँ त्यहाँ पनि खोइ काल टिक भन्नुहुन्थ्यो के को त्यो बटरस्कच जस्तो त होइन नि यो होइन पैसा ठुल्कै जाने बटरस्कच छ भन्नुभयो होइन मक्ख परेको बटरस्कच पाइने भयो बट्टावालाको के बट्टावाला जीवन चाहिँ 65 वाला कसरी भएछ भन्छु क्या म चाहिँ टोटो घाटा होला है के त घाटा केही हुन्न घाटा कि नखाएर त्यही होइन यसो एटलिस्ट फोन भयो नि आउँछ नि त मैदाको पोकोलाई नि तँलाई नाखा जस्तो लाग्छ के मैदाको भोको एटलिस्ट यसरी खान्छ नि त्यता चम्चा लगाएर बसाउनु पर्छ अनि यस्तो यो खोलमा अलिकति पनि नछोडिकन खाने चाहिँ कतिजना हुन्छ मजा आउँछ के कालो पातमा हामीहरू चाहिँ फेरि खानुमा नलाने कुरा त फालिदिइहाल्ने हो मिठो कुरा त कागज भने लेप्ने हो नि त मिठो कुरा त कागज भने लेप्ने हो नि त ल है हाम्रो एरियातिर पनि छठ पूजा सुरु भयो गाइस पूजा सुरु भएन छठ पूजा के हो त समिति
लु कस्तो तयारी त भइरहेको त नि सुरु पनि त भयो ऊ सामानहरू गर्दै हुनुहुन्छ त्यहाँ ऊ पहिला त गाउँ धार जानु पर्थ्यो अब त है मजाले बत्ती सती व्यवस्था पनि गरिसक्नु भएको छ हौ दामी ल भिडियो गर्दैन हामफाल्लाई क्या हो भिडियो गर्दैन हामफाल्लाई क्या हो आइज न लाग्ला यार के गर्छु भने बसेर वेलकम गर सन्जिता कहाँ गयो क्या आन्टीले पूजा गर्दै हुनुहुन्छ कि रेडी गर्दै हुनुहुन्छ धम्मा धम सामान ओसार्ने काम हुँदैछ यहाँ चाहिँ के साथी मेरो आवाज आइरहेको छैन होला आन्टीहरूले मात्र गरिरहनु भएको छ कि अरू सबजना खाना खान जानु भएको छ अरे खाना खान आउनुहुन्छ अरे मलाई जान चाहिँ कस्तो डर लाग्यो कि हामी चाहिँ यहाँ खाँदैछौँ होइन अनि उहाँहरूको कहाँ कहाँ के छुन नहुने हुनसक्छ नि त फेरि गाली खानुभन्दा भनेर यहीँ बसेको रुक्ने यसलाई चाहिँ फेरि हतार भयो भने यसो कसैलाई इन्टरभ्यू लिउँ भनेको खोइ नपाइला रुक्न यहीँ आउँछन् क्या को ले यहाँ त मेरो अलिकति खाइदैन कि के भन्छ ए ठेकुवा ठेकुवा भन्छ एउटा नम्बर 5 र 7 को रहेछ त्यसले हात कति छिचिपुटी रहेछ फेरि गर् जस्तो छ्या सबै खाएर तिमीलाई मेरो खाइदिएर यस्तो लोभी लु सामानहरू यहाँ डङ्गुर आउँदैछ के भइरहेको के गरेको किन भरेको के खेल्न ल यस्तो बनाउनु हुँदो रहेछ के हो छठको लागि सामान लिएर जाँदै हुनुहुन्छ पहिला तराई पुग्नु पर्थ्यो यस्तै होइन अहिले त ल अस्तिको पालि भन्दै थियो सन्दीप दाइले कस्तो रमाइलो हुन्छ भन्दै थियो भक्कु सामान लिएर जाँदैछ ल यता दसैँ तिहार सिद्धिएर धान चुड्दै धान काट्दैछ भने यतापट्टि हाम्रो तराई समुदायको दाजुभाइ दिदीबहिनीहरूको छठ पर्व मनाइँदैछ यो चाहिँ के रहेछ हौ हाम्रो एउटा दाइ हुनुहुन्थ्यो म सोध्नु पऱ्यो दाइलाई सो दिस इज द सिन अहिलेसम्मको छठको लागि हेर्दै कति रमाइलो देखेको साथीहरू गाना साना बजाएर मस्त यसमा चाहिँ सानो हाम्रो चाहिँ अब त्यो ढुकुरो भन्ने जस्तो गरी बनाउँदो रहेछ होइन यो यसमा चाहिँ के हो त्यो एक्ज्याक्ट चाहिँ थाहा भएन खाना खाना आएर सबैजना आफ्नो काम गर्दै हुनुहुन्छ बुढाहरूकै यहाँ टेक्वान्डो प्र्याक्टिस हुँदैछ भोलिबाट गेम छ अरे खोइ साउन्ड आउँदैन त या ऊ छैन त नि अब के अहिलेको भुरीहरूलाई केटाले समाउन आउनु सक्दैन है लु के छिछि गर्छन् त यिनीहरू सुषमा त बोल्दैन त अब चाहिँ स्टार्ट भयो है छठको पूजाको त्यहाँनिर चाहिँ कहाँ जानुहुन्छ कहाँ छुनुहुन्छ कि हुन्न भन्ने कुरा आइडिया भएन क्या साथी त्यही भएर म चाहिँ पारी आएर भिडियो बनाउँदैछु यो चाहिँ मलाई कस्तो मनपर्छ क्या खोलामा आएर अनि उहाँहरूले पूजा गर्नुहुन्छ कि यहाँनिर हेर्नु न हाम्रो एकता पाहाडको दिदी आन्टीहरू हुनुहुन्छ कि अघि मैले उहाँहरूको पनि भिडियो क्याप्चर गरेर थिएँ पसलबाट आउँदै हुनुहुन्छ सामान बोकेर कस्तो रमाइलो लाग्यो साथी मलाई अब जे भए पनि होइन अब शब्दमा मात्र चाहिँ एभ्री वान इज सेम भन्ने जस्तो हुन्छ होइन तर एक्चुअलमा हेर्नु न यता पाहाडमै भए पनि उहाँहरूले कस्तो मजाले उहाँहरू जस्तै गरेर इन्गेज भएर छठ पूजा गर्न आउनु भएको छ क्या आई रियली लभ द्याट है यहाँ चाहिँ यस्तो सुरु हुँदैछ अङ्कलहरूले आफ्नो बुढीहरूलाई गर्दै हुनुहुन्छ सामान दिँदै
पूजा भयो कि के हो यो चाहिँ घामले पनि साथ दिइरहेको छ हेर्नु नि साथी यस्तो डन्डनापुर घाम लाग्छ पोल्ने घाम हुन्छ नि त अब अब त्रिपाले त केही छेक्दैन घामले पनि साथ दिइरहेछ मलाई चाहिँ जहाँसम्म हेर्दाखेरि चाहिँ मलाई के लाग्यो भने आफूले ल्याएको प्रत्येक सामानलाई चाहिँ खोलामा चोख्याइरहेको हो कि जस्तो लाग्यो एभ्री सामानलाई हेर्नु समाउँदै खोलामा चोक्दै ढोक्दै गरिरहनु भएको छ हेर्नु त साथी मलाई त्यस्तै लाग्यो त कमेन्ट गर्नु चाहिँ के हो हाम्रो पुलिस दाजुहरू पनि आउनुभएछ सेक्युरिटीको लागि होला है साथी अब मान्छे जता हुलमुल हुन्छ त्यहाँ झगडा भन्ने त चान्सेस हाई हुन्छ नि त त्यही भएर हो जस्तो लाग्यो अनि यो चाहिँ टिका थली यो चाङ्गा थलीमा भइरहेछ वडा नम्बर 5 र 7को मान्छेहरूले चाहिँ अर्गनाइज गर्नुभएको रहेछ चाङ्गा थलीको वडा नम्बर 5 र 7मा हुनुभएकोहरूले गर्दै हुनुहुन्छ हाम्रो यहाँनिर चाहिँ छठको पूजा त्यो मान्छे इन्गेज भएपछि त होइन अब कहिलेकाहीँ नहुनु राम्रो तर कहिलेकाहीँ त अब नहुने भन्दा हामीलाई पनि झगडाहरू हुने चान्स त हुन्छ नि त त्यही भएर पनि पुलिसहरू पनि खटासो लाग्यो यो समूहहरूबाटै गरेको रहेछ कि हेर्नु त साथी गाडी मान्छे आउँदैछ त हौ 2 वर्ष भयो एरियामा बसेको होइन यही पालि हो मैले त छठको एक्सपिरियन्स गरेको बाफले मान्छे हेर्नु न यहाँ हाम्रो बिहेमा गाडीमा जत्तै छ त ल हेर्नु त ल टन्नै हुन्छ क्या अब रातिसम्म त यहाँ त चटपट पानीपुरीको स्टल पनि आइसक्यो छठको भिडियो गर्न पनि पानीपुरीको भिडियो है त क्रेभिङ लास्ट टाइम मिठो यहाँ फोटो सेसन चल्दैछ हामी चाहिँ पानीपुरी खान आएको नेक्स्ट वान इज चटपट मुख छैनन् 3टा मात्रै छन् अब चटपट पानीपुरी नपुगेर हामी तितौरा पनि बोकेर हिँड्यौँ ल तँलाई चटपट पानीपुरी क्रेभिङ भएन मलाई तितौरा क्रेभिङ अनि खान त हँस उठिस् त अनि मलाई चाहिँ नखारे त नि तितौरा तैँले चाहिँ किन आएछ त मैले चटपट पानीपुरी थियो धेरै 50 रुपियाँको चटपटी कति आउँछ आज त अरू बेला त बिचमा गिभअप गर्थेँ होइन आज त लास्टसम्म चबाउँदैछ यति ग्याप छ के गरेको म त पुरै बुझिनँ यो चाहिँ यो नम्बर ल्याएको छ नि साथीहरू यो नम्बर लेखेको चाहिँ यति नम्बरको स्टल भनेर लेखेको अरे कि अनि यताको मान्छेलाई चाहिँ हेपेको टेन्टै छैन त यता त नचाहिनु भयो यो किन राख 53 को मात्रै कुरा होइन कि यो डिस्टेन्स हेर्नु न साथ यति जम्मा डिस्टेन्स छ होइन यसमा चाहिँ कसरी अनि त्यही माथि त्यो ऊ जस्तो बनाएको थियो नि त्यो माटोको बनाएको थियो नि त्यो त फेरि ठाउँमा मात्रै थियो नि त एभ्रीमा नचाहिने रहेछ क्या बत्ती सत्ती बल्दैछ रातभर रमाइलो हुन्छ नि ल भाइहरूले पटेका पड्काएर तिहार गएको छैन भाइहरूलाई छठ बत्ती झुल्काइसक्यो साँझको पुरै भिज्नु भएको छ उहाँ त भगवान् डरदै यहाँको नाइट सिन चाहिँ यस्तो हुँदैछ है त छठ भन्छ कि छत भन्छ यस्तो हुँदैछ मान्छेहरू त्यत्तिकै पूजा गर्ने मान्छे कति राम्रो देखेको कि साथीहरू यो बत्ती बाल्नु भएको छ एक त अनि अर्को त सबै बत्तीहरू झुल्काउनु भएको छ कि एउटै मान्छेले कतिवटा बत्ती झुल्काउनु भएको छ कति राम्रो देखिएको हेर्नु त साथीहरू मान्छे हेर्नु न यहाँ हेर्ने मान्छे त झन् कुरै नगरौँ पुलभरि रातभर यहाँ रात कटाउनु पर्छ त्यही भएर ठाउँमा आफ्नो मान्छेले यहाँ आगो लगाएर होइन आगो बालेर हेर्ने मान्छेको भिड त्यत्तिकै छ मनाउने मान्छेको पनि भिड त्यत्तिकै छ के हो रे कल्चर भनेर यहाँ आज यो अरू बेला खोलामा डर लाग्थ्यो भने आज यसको रोनकै छुट्टै छ साथीहरू सो लेट्स रेस्पेक्ट इच अदरको कल्चर हाम्रो यहाँ पुलपारी
पहिला हिँड्दै थियो यहाँ मान्छे हिँड्नै डराउँथ्यो यतिखेर अहिले राति यहाँ हेर्न आज कस्तो रमाइलो छ तिहारमा रमाइलो लाग्छ हाम्रो गाउँभन्दा बारी के अरे त्यो गाउँको नाम जेठल जेठलको याद आयो है अब त्यो कामहरू गर्दाखेरि यस्तै हुन्छ नि ल साथीहरू दसैँ तिहार त्यस्तै भयो थियो छठ पनि खासै हाम्रो त अहिले पनि जुठो पनि छौँ हामी त्यही पनि बाहिरबाट यसो हेर्दा रमाइलो लाग्यो सो गाइज हामी चाहिँ घर आइसक्यौँ सो छठको राम्रोसँग मैले क्लिपहरू लिन पनि पाइनँ किनभने हाम्रो क्याफे एकदम बिजी भइरहेको थियो अब छठको लागि भनेर चाहिँ छठकै पूजाको लागि आउने हुने प्लस अब हेर्न भयो अनि कतिलाई इन्भाइट गर्नुभएको हुन्छ छठको पूजामा उहाँहरू छठी मैको दर्शन गर्न आउनु भइरहेको हुन्छ नि त सो त्यही क्रममा चाहिँ हाम्रो त्यही छेउमै क्याफे छ नि त सो त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रो क्याफे एकदम प्याक भयो कि अनि त्यही भएर चाहिँ मैले प्रपरली केही पनि गर्न पाइनँ दिउँसो चाहिँ म टाइममा गइरहेको थिएँ बट बेलुकाको टाइममा गइनँ सो अब बेलुकामा हुने भनेको चाहिँ उहाँहरूले बत्तीहरू निप्न दिनु हुँदैन रहेछ अनि रातभरि चाहिँ त्यहाँ कुर्न पनि बस्नु हुने रहेछ कि उहाँहरू सो बेलुका पनि सानो सानो क्लिप चाहिँ लिएर आएको थिएँ ठाउँ ठाउँमा आगोहरू बालेर भयो अब जसरी पनि आजको रात त उहाँहरूले त्यहीँनिर चाहिँ बिताउनु पर्ने हुन्छ नि त सो त्यहाँ मान्छेहरूको रौनक अझै छ अनि त्यसपछि त्यहाँ बत्ती निब्ला कि भन्ने कुरा भयो होइन अब हुन्छ नि त त्यहाँ कुर्न बस्नुपर्ने जस्तै होइन बस्ने पनि टन्नै जान हुनुहुन्थ्यो सो हामी चाहिँ अब घर पनि आइसकेँ म चाहिँ क्याफेमा काम बिजी भएर काम सकेर घर पनि आइसकेँ अनि अब म यहाँ बिरुवाहरूलाई पानी दिन्छु अनि त्यसपछि खाना खान्छौँ अनि हामी सुत्छौँ सो दिस इज द एन्ड अफ माई भिडियो गाइज थ्याङ्क यू फर वाचिङ बाई बाई एभ्री वान गुड नाइट